ओहो, चुनावी मास सुरु भइसकेछ। गाउँमा चुनावी गीत बज्न थाले होलान्। फरक पार्टीको फरक प्रजा, फरक झण्डाहरू चोक चोकमा, रुख रुखमा, घर घरमा, भित्ता भित्तामा, गल्ली गल्लीमा, बाटो बाटोमा ढासिन अनि फरफराउन थाले होला। अनि चुनावी माहौल घर घरमा, होटल होटलमा, पसल पसलमा, चिया पसल अनि चौतारी बाटोघाटोमा यत्र तत्र विचित्र ढङ्गले तातिँदै होला। एक पार्टीले मलाई भोट भन्दा हुन्, अर्को पार्टीले मलाई मत भन्दा हुन्। घरको परिवार पनि कुन दल राम्रो भनेर रस्सा कस्सी भनाभन अनि लुछालुछ हुँदै होलान्। नेता भनाउँदाहरू ठाउँ ठाउँमा आम भेला, गुप्त भेला, कार्यकर्ता भेला, पार्टी प्रवेश भेला गराउँदै होलान्। जनता भनाउँदाहरू मासु भात चपाउँदै, लोकल रक्सी पिउँदै, गोर्खा चुरोट सल्काउँदै, भोट फलानु पार्टीमा भन्दै नाच्दै गाउँदै होला। गाउँमा चुनावी माहौलले गरम भइरहेको छ, तर म अझै राजधानीतिर पिर्चिरहेको छु। ओहो, गाउँमा गए भने कमसे कम एक पार्टीको झण्डा बोके भने 1 महिनासम्म सित्तैमा मासु भात त पाउँछु। साँच्चै अब म राजधानी बस्नुहुन्न। बिहानै बसको टिकट काटेर म गाउँ जानेछु। जसले जे भने पनि अन्तिममा हिस्स बुढी खिस्स दाँत बनाइहाल्छन् जनतालाई नेताहरूले। आखिर जुनै जोगी आए पनि कानै चिरेका त हुन्। अब म आफ्नै ठाउँ फर्किनेछु, आफ्नै गाउँ फर्किनेछु अनि मासु चिउरा खानेछु। किनकि नेताको खान पाउने भनेको त चुनावको बेलामा न हो। नेताको खान पाउने भनेको त चुनावको बेलामा न हो। चुनावपछि 5 वर्षसम्म त खाने नेताहरूले हाम्रै कमाइ न हो।